हारेको छ नि त हारेको रिम्याच खेल्ने तिम्रो दम छ ल भने रिम्याच खेल्ने दम छ ए सुन न परबाट सिधा कुरा रिम्याच खेल्ने दम छ भने के रेफ्रीले आफ्नै टिमले गोल हाने नि गोल हो के बुझ्यौ नि रिम्याच खेल्ने दम छ भने गोल त गोलै हो नि त रिम्याच खेल्ने दम छ हुँदैन रिम्याच खेल्न हुनु पर्यो नि त दम भनेको हुँदैन रिम्याच हुँदैन यस्तो तिमी त्यो सक्दैन तिम्रो 43,000 र 4 लाखलाई कहाँ चिन्छ अहिले पनि खेल्न म रेडी छु ल त्यस्तो कुरो छैन क्या डराएको छ्या आउँ त रिम्याच खेल्नु नि त ल रिम्याच खेलौँ ल लिग म्याच एकचोटी हुन्छ सुन नेट प्रब्लम भयो त्यो टेक्निक इस्यु भयो ल ठिक छ पोइन्ट तिम्रो भन्दा मेरो धेरै आएको छ तर पनि म स्टिल म रिम्याच खेल्न तयार छु तिमी खेल्छौ ल भन किन खेल्ने लिग म्याच एकचोटी हुन्छ क्या सुन न तिमीसँग दम छ त्यस्तै औकात छ भने लेभल छ भने आउँ त ल रिम्याच खेलौँ औकातको कुरा नगर ल औकातको कुरा नगर्दा नि हुन्छ यसरी रोइँदैन हारे पछाडि पनि जित्दै जित्दै भनेर रोइँदैन त्यस्तो बानी आउ ल रिम्याच खेल्नु बुझ्यौ नि तिम्रो लेभल मिल्दैन ल सिधै कुरा लेभल मिल्नेसँग खेल त्यस्तो 43 पोइन्ट ल्याएर हामी डराउनेवाला पर्दैन नि लेभल मिल्दैनको कुरामा आउँदैन क्या हारे पछाडि आफ्नो हार पनि स्वीकार्नु पर्यो क्या कस्तो हार आउँ त रिम्याच खेलौँ न त आउँ रिम्याच खेल्ने लेभल छ लेभलको कुरा छैन क्या जित्नु सुन न तिम्रो गिफ्टरलाई सोध रिम्याच खेली भयो ल म दम छु के तिमी जस्तो डरा छु म रिम्याच खेल्छु भन्ना छ त औकात छ दम छ खेल्नु ल भइसकिसक्यो रि हुँदै हुँदैन यस्तो उनलाई डराएर रुन्चे रहेछ छ्या कस्तो डराएको रुन्चे भनेको बिग म्याच कहिले 5 चोटी भएको देखेको छ सुन त्यो प्रब्लम इस्यु हो नि त त्यो तिमीले त जित्न त तिम्रो त लेभलले मिलेको छैन नि त तिमी रिम्याच खेल्छौ भने आउ न तिमी मिलेको छैन कुरा गरेर हाम्रो पनि लास्टमा स्नाइप हान्न रेडी भएको थियो नि तिमी त्यस्तो गेडा जस्तो कुरा नगर नि फेरि भाइ फेरि सिधै कुरा भन्दा छु हावा कुरा नगर भने के बिग म्याच कहिले 2-3 चोटी भएको देखाछ बिग म्याच कहिले 2-3 चोटी भएको देखाछ नेटवर्क प्रब्लम थियो ल सिधै भने डराएको तिमी भने लुज गरेको भनेर भने आएछ भाइ सिधै भनिदिन्छु पेल दिन्छु अझै भने के भन्छ त ल के कुरा गरिरा हो रिम्याच खेली अब के भन्ने उताबाट डराइसक्यो विन आइसक्यो हामीलाई के भन्नु अब गाइस के गर्ने हो डराएर आउ न आउ रिम्याच खेल्छु भनेर त भन्दा छु त ल रिम्याच खेल्ने ल आउ खेल्छु के गरौँ च्यालेन्ज ल सबैले कमेन्ट कुदाम न सबैले कमेन्ट कुदाम लुकास ब्रदर स्क्वाडलाई त सबै यही आउँछ खेल न आउ न तिमी रिम्याच आउ न के डराएर कमेन्ट कुदाउ त छेत्री गाइस कमेन्ट कुदाम त्यो छेत्रीको त त्यो छेत्रीको झन् औकातै छैन सिधै ल भन त्यसलाई हान पुछ आउग्रा नगर भाइ आउग्रा नगर सक्दैन ल पहिला घरमा राम्रो नेट चाहिँ जोडेर आइज न भाइ आफू बस्ने कम्पनीमा राम्रो नेट हाल पहिला भाइ समटाइम्स प्रब्लम सबैको हुँदैन भाइ हाम्रोतिर त हुँदैन रिचार्ज हालेर एमबी हालेर नि आइन्छ भाइ हाम्रोतिर प्रब्लम भाइ सुन न सिधै रिम्याच खेली भाइ आउ हारिसकिस् त अघि हारिसकिसक्यो सिधै कुरा भने डर अघि लुज गरिसकिस् नि त किन ठुलो कुरा गरेर अघि लुज गरिसक्यो तिमीहरूको म्याचमा के भएको भन्नु म यस्तो